टु किल अ मकिङबर्ड बाई हार्पर ली, च्याप्टर 1। जब मेरो दाजु जेम झन्डै 13 वर्षको थियो, उसले कुइनोमा नराम्रो गरी हात बाँच्यो। धेरै वर्षपछि हामी त्यो घटनाको बारेमा कुरा गर्थ्यौँ। कसरी भयो, कहाँबाट सुरु भयो। जेम भन्थ्यो सबै कुरा त्यो गर्मीको छुट्टीबाट सुरु भएको थियो जुन बेला डेल हाम्रोमा आएको थियो। तर मलाई लाग्थ्यो यो त अझ पहिलेदेखि सुरु भएको थियो, सायद जब हाम्रो बाबै साइमन फिन्च आलबामा आएका थिए र फिन्च ल्यान्डिङ नामको घर बनाएका थिए। हामी मेकम नामको एक सानो उडटलाग्दो सहरमा बस्थ्यौँ। यो आलबामामा पर्थ्यो। यहाँ गर्मी अत्याधिक हुन्थ्यो, समय बिस्तारै बग्थ्यो र मान्छेहरू तब मात्र बाहिर निस्किन्थे जब कोही मर्न लागेको हुन्थ्यो। त्यो समय 1930 को दशक थियो। आर्थिक मन्दीको असर सबैमा थियो। म सानो थिएँ, तर त्यो सहरको धुलो, शान्त वातावरण र पुरानो अनुभव मलाई याद छ। म बाबु एटिकस, दाजु जेम र हाम्री कुक क्यालिफोर्नियासँग बस्थेँ। एटिकस एक वकिल थिए, शान्त, बुद्धिमानी र दयावान किसिमका। उनले हामीलाई इन्डिपेन्डेन्ट थिङ्किङ प्रति सधैँ प्रोत्साहित गर्थे। क्यालिफोर्निया चाहिँ कडा थिइन्, तर हामीलाई निकै माया गर्थिन्। हामीलाई आमा जस्तै हेर्थिन्। मेरी आमा त म 2 वर्षकी हुँदा बितिसक्नु भएको थियो, त्यसैले त म उहाँलाई खासै सम्झिन्न। कथा वास्तवमै सुरु भयो त्यो गर्मीबाट जब डिल हाम्रोमा आयो। उसको पुरा नाम चार्ल्स बेकर ह्यारिस थियो, तर उसले मलाई डिल भन भनेर भनेको थियो। ऊ सानो थियो, कल्पना शक्तिले भरिएको र रमाइलो कथाहरू सुनाउन साह्रै सिपालु। ऊ आफ्नी आमा जस्तै लाग्ने काकी मिस रसेलसँग बस्न आएको थियो, जो हाम्रो छेउको घरमा बस्थिन्। पहिले दिनदेखि नै ऊ हाम्रो साथी बन्यो। यो छुट्टीमा डिललाई हाम्रो छिमेकीको पुरानो डरै लाग्दो घर ऱ्याडले हाउसप्रति निकै चासो लाग्यो। त्यो घर पुरानो, अँध्यारो थियो र भित्र बस्ने मान्छेहरू कहिले बाहिर आउँथेन्। गाउँलेहरू त्यहाँ बस्ने बु ऱ्याडली नामको मान्छेको बारेमा अचम्मका कुरा गर्थे। भनिन्थ्यो ऊ सानो छँदा उसलाई केही आपद आइलागेको थियो, के भएको थियो थाहा छैन। ऊ त्यति बेलादेखि घर पसेको अहिलेसम्म निस्केको छैन। डिललाई बु ऱ्याडली भेट्ने निकै ठुलो इच्छा भयो। एक दिन उसले खेल खेलमा जेमलाई त्यो डरै लाग्दो घर छोएर देखाउन निकै औँस्यायो। जेम अलिकति त डराएको थियो, तर उसले चुनौती स्वीकार्यो। अन्ततः ऊ दौडेर गयो र घरको पर्खाल छोयो। हामी सबैले आफ्नो सास रोक्यौँ। मलाई लाग्यो झ्यालको पर्दा हल्कासँग हल्लियो, मानौ कसैले हामीलाई हेरिरहेको थियो। त्यो गर्मीमा नै हाम्रो बु ऱ्याडलेको बारेमा चासो सुरु भयो। त्यो बेला त हामीलाई थाहा थिएन, तर त्यो एउटा यस्तो कथा सुरु भएको क्षण थियो जुन हामीले सोचे भन्दा धेरै ठुलो हुनेवाला थियो। च्याप्टर 2। त्यो सेप्टेम्बरमा अन्ततः म विद्यालय जान थालेँ। म धेरै समयदेखि कुर्दै थिएँ। म सोच्थेँ स्कुल रमाइलो हुन्छ, धेरै कुरा सिक्न पाइन्छ। तर पहिलो दिन नै मेरो सपना टुट्यो। त्यो दिन बिल्कुलै फरक र निराशाजनक भयो। म पहिलो कक्षामा थिएँ र मेरी शिक्षिका मिस क्यारोलिन फिस्चर मे कममा नयाँ आएकी थिइन्। उनी जवान थिइन्, राम्री देखिन्थिन् र रङ्गीचङ्गी कपडा लगाउँथिन्। उनी ठुलो सहरबाट आएकी थिइन् र हाम्रो सानो सहरको बानी र नियमबारे उनलाई केही थाहा थिएन। सुरुमै हाम्रो तालमेल मिलेन। मिस क्यारोलिनले बिहान एउटा कथा पढाएर दिन सुरु गरिन् अनि कक्षाको हरेक विद्यार्थीलाई बोलाएर उनीहरूले के जान्दछन् भनेर सोध्न थालिन्। जब मेरो पालो आयो, उनले थाहा पाइन् कि म त पहिले नै सबै पढ्न सक्छु, त्यो पनि बच्चाहरूको किताब मात्र होइन, अखबार लगायत जे भेटिन्छ त्यही। उनी मलाई देखेर खुसी हुनुपर्ने या गर्व गर्नुपर्ने, तर उल्टा रिसाइन्। उनले मलाई भनिन् घरमा पढ्न बन्द गर। उनले सोचिन् कि मेरो बाबु एटिकसले मलाई पढाउनु भएको। मैले भने कि मैले आफैले वहाँ पढिरहेको हेर्दै सिकेकी हुँ। तर उनले भनिन् मैले गलत तरिकाले पढ्न सिकेकी छु र अब सही तरिकाबाट फेरि सुरु गर्नुपर्छ। म त छक्कै परेँ। मलाई त पढ्न मजा आइरहेको थियो, पढिरहँ जस्तो भइरहेको थियो। पछि फेरि अर्को घटना भयो। लन्चको बेलामा कक्षामा रहेको एउटा केटा वाल्टर कनिङ्गमले खाना ल्याएको थिएन। मिस क्यारोलिनले उसलाई पैसा दिन खोजिन्। मिस क्यारोलिनलाई त्यो कुरा थाहा थिएन, त्यसैले मैले उनलाई बताएँ कि
वाल्टर परिवार निकै गरिब छ। कनिङ्गमहरू कसैको ऋण लिँदैनन् यदि तिर्न सक्दैनन् भने। त्यसैले वाल्टरसँग लन्चको पैसा थिएन। म कुरा बुझाइरहेको थिएँ। मिस क्यारोलिनलाई म बोलेको मन परेन रहेछ। उनलाई लाग्यो कि म उनको निरादर गरिरहेको छु, डिसरेस्पेक्ट गरिरहेको छु। उनले मेरो हातमा रुलरले हिर्काइन् र मलाई कुनामा उभिनु भनिन्। मलाई निकै लाज लाग्यो, रिस उठ्यो अनि मन पनि दुख्यो। मैले सोचेकी थिएँ कि स्कुल रमाइलो हुन्छ, तर पहिलो दिन नै सहनै नसक्ने गरी बित्यो। दिनको अन्त्यसम्ममा म यति नराम्रो अनुभवमा परेँ कि म अब कहिले स्कुल नै नजाउँ जस्तो लाग्यो। तर राति बाबाले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउनु भयो। उहाँले भन्नुभयो, कुनै मानिसलाई बुझ्न चाहन्छौ भने उसको नजरबाट संसार हेर, उसको ठाउँमा बसेर सोच र ऊ जस्तै भएर हिँड। त्यसपछि म बुझ्न थालेँ, सायद मिस क्यारोलिन नराम्री होइनन्। उनी त नयाँ थिइन्, अल्मलिएकी थिइन् अनि सायद आफ्नै तरिकाले मेहनत मात्र गर्न चाहिरहेकी थिइन्। च्याप्टर 3। विद्यालयको पहिलो दिन नै यति नराम्रोसँग बितेपछि म यति रिसाएको थिएँ कि रिसेसमा मैले वाल्टर कनिङ्गमलाई पिट्नसम्म खोजेँ। जेम बिचमा नआएको भए सायद पिट्थे पनि। मलाई लाग्यो यदि उसले मिस क्यारोलिनको पैसा अस्वीकार नगरेको भए म सजायमा पर्ने थिइनँ। जेमले वाल्टरलाई मेरो पिटाइबाट त जोगायो नै, अझै उसले वाल्टरलाई हाम्रो घरमा खाना खान बोलायो। म त रिसले आगो भएँ। म एकछिन छक्क परेँ। वाल्टर त कनिङ्गम परिवारको। उनीहरू गरिब किसान थिए तर स्वाभिमानी थिए। जेमले उसलाई निकै इज्जत दिएर बोलायो र वाल्टर पनि हामीसँग आउन तयार भयो। घरमा खाना खाइरहेको बेला वाल्टरले आफ्नो खानामा धेरै सस, सिरप खन्यायो, पुरै प्लेटभरि। मैले अचम्म मानेर मुख बङ्ग्याएँ र सोधेँ, तिमी के गर्दैछौ? क्यालिफोर्नियाले मैले मुख बङ्ग्याएको देखेर तुरुन्त रिसाइन्। उनले मलाई किचनमा लगेर कडा स्वरमा भनिन्, कुनै पनि पाहुनालाई घरमा कहिले अपमान नगर्नु, बुझ्यौ? उनले भनिन्, मान्छेले जसरी खाए पनि त्यो उसको स्वभाव हो, आफ्नो कुरा हो। तिमीलाई उसको अपमान गर्ने अधिकार छैन। मलाई लाज पनि लाग्यो र रिस पनि उठ्यो। मलाई खाना खानै मन लागेन। पछि मैले एटिकसलाई भने कि क्यालिफोर्नियाले मलाई बेकारमा कराएको, तर बाबाले भने कि क्यालिफोर्निया सही थिइन्। मैले सबैको आदर गर्न सिक्नुपर्छ। भोलिपल्ट पनि स्कुलमा दिन राम्रो बितेन। मिस क्यारोलिन पनि दुखी थिइन्, म पनि। हाम्रो कक्षामा बोरिस एभेल नामको एउटा केटा थियो। ऊ वर्षमा एकचोटि पहिलो दिन मात्र स्कुल आउँथ्यो ताकि उसको नाम रेजिस्टरमा परोस्। ऊ फोहोर थियो, असभ्य बोल्थ्यो र अरू कसैको ख्याल गर्दैनथ्यो। अघिल्लो दिन जब मिस क्यारोलिनले उसलाई घर गएर नुहाउन भनेकी थिइन्, ब्योरिसले उनलाई त्यस्तो खिल्ली गर्यो कि उनी रोइरहन् अनि ब्योरिस झन् गर्वले टाउको ठाडो पारेर कक्षाबाट निस्केको थियो। हामी सबै हेरिरह्यौँ चुपचाप। मिस क्यारोलिनको लागि त्यो मात्र पहिलो दिन थियो र त्यति ठुलो अपमान सहनु पर्यो। भोलिपल्ट पनि घर फर्किएपछि मैले एटिकसलाई भने, म अब स्कुल जान्न। मैले भने, मैले त घरमै पढेर धेरै सिक्न सक्छु। अनि मैले थपेँ कि मिस क्यारोलिनले भनेको अब बाबासँग नपढ्नु अरे। एटिकसले मलाई शान्तसँग सम्झाउनु भयो। उहाँले भन्नुभयो, कहिलेकाहीँ मान्छेहरू जस्तो कि मिस क्यारोलिनले अरूको जीवनशैली बुझ्दैनन् अनि उहाँले मसँग एउटा सम्झौता गर्नुभयो। तिमी यदि स्कुल जान मान्यौ भने तिमीसँग हरेक रात म किताब पढ्नेछु र यो कुरा मिस क्यारोलिनलाई चाहिँ नभन्नु नि। त्यो सुनेर म धेरै खुसी भएँ। मलाई स्कुल जान त पटक्कै मन परेको थिएन, तर बाबासँग पढ्न मलाई असाध्यै मन पर्थ्यो। त्यसैले मैले बाबालाई नाइ भन्न सकिनँ। च्याप्टर 4। स्कुल अझै चलिरह्यो, तर मलाई स्कुल जानै मन पर्दैन थियो। मलाई लाग्थ्यो म केही नयाँ कुरा सिकिरहेकै छैन। दिनहरू कस्तो स्लो बिते जस्तो लाग्थ्यो, जस्तो घडीको सुई हेरिरहे जस्तो, ढिलो अनि बोर। तर एक दिन अचम्मको कुरा भयो। म स्कुलबाट फर्कँदै थिएँ। सधैँ जस्तै ऱ्याडले हाउसको अगाडि बाटो हिँड्दै त्यहाँको एउटा सानो रुखमा, जुन रुखमा नट होल थियो, नट होल भनेको रुखको बिचको भाग, त्यहाँ केही चम्किलो देखियो। म नजिक गएँ र हेरेँ। त्यहाँ 2वटा च्युइङगमको टुक्रा थियो, फाइलमा बेरेको। म अलिक झस्किएँ, वरिपरि हेरेँ
कसैलाई देखिनँ। मैले च्युइङगम सुँगेँ अनि चबाइदिएँ। जब जेम घर आयो र त्यो कुरा थाहा पायो, ऊ त पुरा डरायो। उसले मलाई तुरुन्त च्युइङगम थुक्न लगायो। उसले भन्यो, ऱ्याडली हाउस वरपरको कुनै पनि चिज विषालु हुन सक्छ। केही दिनपछि हामी फेरि त्यही रुखमा गयौँ। यो पल्ट 2वटा चिल्ला सिक्का इन्डियन हेड पेनिज भेट्टायौँ। जेमले भन्यो, यो लकी सिक्का हुन सक्छन्। हामी अचम्म पर्यौँ। यो कसले राखेको होला? के यो जाल हो कि कसैको गुमेको सामान हो कि? हामीले तुरुन्तै त्यो सिक्काहरू लिएनौँ। के गर्नु ठिक हो भन्ने बुझ्नै सकेनौँ। यसपछि गर्मी सुरु भयो र त्योसँगै डिल फेरि मेकअपमा आयो। हामी दङ्ग पर्यौँ। डिल सधैँ जस्तो नयाँ र जङ्गली आइडियाहरू लिएर आएको थियो। हामी फेरि खेलहरू खेल्न थाल्यौँ। मजा गर्ने नयाँ सिजन लागेको थियो। एक दिन जेमले नयाँ खेल बनायो। हामीले बु ऱ्याडलेको जीवन नक्कल गर्ने खेल, रोल प्ले। जेम चाहिँ बु बन्ने भयो, डिल चाहिँ मिस्टर ऱ्याडले, बुको बाबा। म यानि कि स्काउट बन्ने भएँ मिसेस ऱ्याडले। हाम्रो रोल प्ले सुरु भयो। कहिले बुले बाबालाई छुरा हाल्यो भनेर नाटक, कहिले उसले झ्यालबाट हेर्दैछ भन्ने अभिनय। हामीलाई यो मजाक मात्र लाग्थ्यो। हामी खासै केही नसोची खेली मात्र रहेको हुन्थ्यौँ। तर एक दिन आर्टिकसले हामीलाई देखे। उनले सोधे, के गरिरहेको छौ तिमीहरू? जेमले ढाँट्यो, यो नाटक ऱ्याडलेको बारेमा होइन। एटिकसले हामीलाई हेरे। धेरै रिसाएका त थिएनन्, तर गम्भीर थिए। उनले भने, बु ऱ्याडलेको बेसी खिसी नगर, उसलाई जिस्काउन बन्द गर। यदि उसलाई बाहिर आउनै थियो भने आउँथ्यो, उसको पनि आफ्नो राइट टु प्राइभेसी छ। एटिकसले त्यसो गम्भीर भएर भन्दा हामीलाई पनि निकै लाज लाग्यो, नराम्रो पनि लाग्यो। त्यही गर्मीको केही दिनपछि म र डिल बरेन्डामा बसेर कुरा गरिरहेको थियौँ। मैले उसलाई भने, एकपटक मलाई लाग्यो कि म ऱ्याडलेको घरबाट कोही हाँसेको सुन्दैछु। मैले डिलसँग कुरा जारी राखेँ। म पक्का त भन्न सक्दिनँ, तर मलाई लाग्छ कि बु ऱ्याडले हामीले सोचे जस्तो डरै लाग्दो त छैन होला। च्याप्टर 5। त्यो गर्मी मेरो लागि निकै फरक हुँदै गयो। डिल र जेम बिस्तारै मबाट टाढा हुन थाले। उनीहरू दुईजना मिलेर रमाइलो गर्थे। मलाई चाहिँ भन्थे, त त केटी हो, त त केही जान्दैनस्। यो सुन्दा मलाई धेरै नरमाइलो लाग्थ्यो। एक्लो महसुस हुन्थ्यो। त्यसैले म मिस मडी एटकिन्सनसँग समय बिताउन थालेँ। उनी हाम्री छिमेकी थिइन्। नम्र स्वभावकी, निकै ज्ञानी अनि सिधा कुरा गर्ने। उनी आफ्नै बगैँचामा रमाउने गर्थिन् र हामी बच्चालाई बच्चा मात्र ठान्थिनन्, मान्छे जस्तो व्यवहार गर्थिन्। साँझपख मलाई उनको पर्चमा बसेर उनको कुरा सुन्ने बानी भएको थियो। एक दिन मैले उनलाई बु ऱ्याडली बारे सोधेँ। ऊ अझै जिउँदैछ? मिस मडीले भनिन्, उसको नाम अर्थर हो र ऊ राक्षस होइन। उनले भनिन्, सायद उसको आफ्नै परिवारले नै उसलाई घात पुर्याएको हो, संसारले होइन। मिस मडीले बु ऱ्याडलेको बारेमा ती डरलाग्दा हल्लामा विश्वास गर्दिनथिन्। त्यो सुनेर म सोच्न थालेँ, सायद बुसँग डराउनु पर्दैन। ऊ दुखी र एक्लो मात्र हो, आखिर मान्छे नै त हो। यो बिचमा जेम र डिल आफ्नै योजना बनाइरहेका थिए। एक दिन उनीहरूले मलाई भने, बुलाई एउटा चिठी पठाउनु पर्छ। उनीहरू चाहन्थे कि बु बाहिर आएर उनीहरूसँग कुरा गरोस्। उनीहरूले चिठीलाई फिसिङ पोलमा बाँधेर ऱ्याडले हाउसको बाँचिएको झ्यालबाट भित्र धकेल्ने योजना बनाएका थिए। मलाई यो कुरा मन परेन। मैले भने, हुँदैन, यस्तो गर्नु गलत हो। तर उनीहरू मानेनन्। उनीहरूलाई बु ऱ्याडलेको परिस्थिति बुझ्ने केही चासो थिएन। उनीहरूलाई त मजा गर्नु थियो। म त उभिएर हेरी मात्र रहेँ, न केही भन्न सकेँ न केही गर्न सकेँ। ठ्याक्कै त्यही बेला एटिकस आइपुग्नुभयो। उहाँले हामीलाई कराउनु भएन, शान्त भएर सोध्नुभयो, के गर्दैछौ? जेमले फेरि बहाना बनाउन कोसिस गर्यो, तर बाबाले सबै बुझिसक्नु भएको थियो। एटिकसले फेरि सम्झाउनु भयो, बुलाई एक्लै बस्न देऊ। उहाँले भने, जो कोही शान्तिसँग बस्न चाहन्छ उसलाई जिस्काइ बस्नु गलत हो। उनले हामीलाई भने, बु पनि मान्छे हो, मनोरञ्जनको विषय होइन। तिमीहरूलाई कस्तो लाग्थ्यो यदि अरूले तिमीहरूलाई झ्यालबाट हेरेर हाँसेर तिमीहरूमाथि नाटक बनाएको भए? आफै सोच त।
हामीले साँच्चै नै सोच्यौँ, सायद बु डरलाग्दो होइन, सायद हामी नै उमाथि अन्याय गर्दैथ्यौँ। च्याप्टर 6। गर्मीको छुट्टी सकिँदै थियो र डिलको मेकअपमा बस्ने अन्तिम दिन पनि आयो। ऊ भोलिपल्ट घर फर्किन लागेको थियो। त्यसैले जेम, डिल र म मिलेर अन्तिम जोखिम लिने योजना बनायौँ। एटिकसले दिएको अर्तीलाई अलिक परतिर पन्छाएर अन्तिम बुराडले प्रोजेक्टमा हामी संलग्न भयौँ। म त प्राय दर्शक थिएँ, गर्ने जेम र डिल थिए। त्यो साँझ डिल र जेमले योजना बनाए। जेमले भन्यो, ऱ्याडली हाउसको झ्यालबाट एकपल्ट हेरौँ, बुराडलेको एक झलक पायो भने भयो। मलाई त जानै मन थिएन, डर लागिरहेको थियो, तर उनीहरूले मलाई फेरि हेर न फेरि केटी जस्तो बेउरा भनेर जिस्क्याए। म रिसाएँ अनि डर लागे पनि डराउँदै डराउँदै उनीहरूको पछि लागेँ। कर लाग्यो, इज्जतको सवाल थियो, नगई भो त। हामीले अँध्यारो हुन्जेल पर्ख्यौँ। त्यहाँबाट बिस्तारै बिस्तारै ऱ्याडले हाउसतर्फ लाग्यौँ, पछाडि ब्याकयार्डपट्टिदेखि घिस्रिँदै। हामीले बल्ल तल्ल बगैँचाको तारको फेन्स पार गऱ्यौँ र घर नजिक पुग्यौँ। चारैतिर सुनसान थियो, मानौ सारा संसारले सासै फेर्न बिर्से जस्तो। जेम अगाडि गयो र झ्यालबाट हेर्न थाल्यो। डिल र म पछाडि कुरिरह्यौँ। अचानक हाम्रो घर अघि एउटा छाया देखियो, अँध्यारो र अग्लो आकृति, जो पर्समा चुपचाप हिँडिरहेको थियो। हामी त एकदमै तर्स्यौँ। त्यही बेला ठ्याक्कै बन्दुकको आवाज आयो, ठाय। हामी तीनजना स्याउँदै भाग्यौँ। अघि जस्तै घिस्रिएर तारको फेन्स पार गर्न खोज्दै थियौँ। जेमको त प्यान्ट नै अड्क्यो। ऊ तुरुन्त परवाह नै नगरी दौड्यो, पछाडि एकपटक नहेरी। कम्मरदेखि मुनि ऊ नाङ्गै थियो। हामी जसोतसो घर फर्क्यौँ। त्यति बेरसम्ममा सबै छिमेकीहरू बाहिर निस्किसकेका थिए। नाथन ऱ्याडले, बुको दाजुले बन्दुक समातिरहेको थियो। ऊ जोडले भन्दै थियो, कोही हाम्रो बगैँचामा पसेको थियो। एटिकस पनि त्यतिखेरसम्म उठे। हामी बच्चाहरूलाई घरमै देख्दा कसैले सोचेन कि उपद्रो गर्ने हामी नै थियौँ। भाग्यले जोग्यौँ। तर एटिकसले केही अचम्म कुरा देखे। जेमले प्यान्ट लगाएको थिएन। डिलले तुरुन्तै झुटो कथा बनायो। हामी स्ट्रिप पोकर खेलिरहेको थियौँ। सबैलाई त्यो कुरा अलिक अचम्म लाग्यो, तर सबैले पत्याए जस्तो गरे, एटिकसले पनि। त्यो रात जेमले मलाई भन्यो, म फर्केर जानुपर्छ प्यान्ट ल्याउन। म चिच्याएँ, के भनेको, तिमीलाई गोली लाग्छ? तर जेम अडिक थियो। मैले प्यान्ट ल्याइनँ भने एटिकसले थाहा हुन्छ। जेम रातको अँध्यारोमा एक्लै गयो। म डरले नङ चबाउन थालेँ। उसलाई एकोहोरो पर्खिरहेँ। लगभग आधा घन्टापछि जेम फर्क्यो। उसको अनुहार अलिक ओइलिएको थियो, तर ऊ ठिकै थियो। ऊ केही बोलेन, तर मैले जहाँसम्म बुझेँ केही न केही त पक्कै भएको थियो। च्याप्टर 7। त्यो डरलाग्दो रातपछि जेम एक हप्ता झन्डै केही बोलेन। ऊ शान्त भयो, गम्भीर देखिन्थ्यो। मलाई थाहा थियो उसको मनमा केही कुरा त पक्का थियो। फेरि स्कुल सुरु भयो। त्यसको केही दिनपछि मात्र जेमले बल्ल मलाई भन्यो, त्यो रातमा जब प्यान्ट लिन फर्किएँ, म निकै डराएको थिएँ। तर त्यहाँ पुगेपछि मैले देखेँ कि मेरो प्यान्ट जस्तो छोडेको थिएँ त्यस्तो थिएन। कसैले सिलाइदिएको थियो, त्यो पनि लटरपटर गरेर, हतारमा सिलाए जस्तै। अनि प्यान्ट फोल्ड गरेर राखिदिएको थियो, जस्तो कि कसैलाई थाहा थियो म फर्किन्छु भनेर। म त त्यति सुनिसक्दा काँप्न थालेँ। त्यो दिनपछि हामीले त्यसबारे धेरै कुरै गरेनौँ। तर त्यस दिनदेखि ऱ्याडले हाउसलाई हेर्ने हाम्रो नजर नै फेरियो। अब त्यो घर पहिला जस्तो डरलाग्दो लाग्दैन थियो, अचम्म लाग्दो लाग्थ्यो। जस्तो कि भित्रबाट कोही हामीलाई हेरिरहेको छ, डरलाग्दो नजरले होइन, मायाको नजरले। त्यसपछि अर्को अचम्मको कुरा भयो। एक दिन स्कुलबाट फर्किँदै गर्दा हामी त्यो पुरानो ओक रुखको नजिक गयौँ, जसको नट होलमा पहिले च्युइङ्गम भेटिएको थियो। यो पटक त्यहाँ एल्युमिनियम फोइलमा बेरिएको सानो बाकस थियो। भित्र थियो 2वटा पुराना चम्किला इन्डियन हेड सिक्काहरू। हामी दुवै छक्कै पर्यौँ। यो कसले साडेर जानु सक्छ र यहीँनिर किन? यसपछि हामीले हरेक केही दिनमा त्यो रुखको प्वाल हेर्न थाल्यौँ र त्यहाँ झन् अचम्मका चिजहरू भेटिन थाले।
जस्तै घोचिएको धागो ट्वाइन, साबुनबाट बनाइएका मूर्तिहरू जुन ट्याक्कै म र जेम जस्तो देखिन्थे, एक स्पेलबी पदक, एउटा पुरानो घडी र सानो छुरी। हामी दङ्ग पर्यौँ। हामीलाई थाहा थियो हामीलाई चिन्ने र मन पराउने कसैले राखेको हो, तर त्यो मान्छे डरलाग्दो थिएन, असल थियो। यसैले हामीले एउटा थ्याङ्क यू नोट लेख्ने योजना बनायौँ, तर भोलिपल्ट नै चित्तै नबुझ्दो कुरा भयो। जब हामी त्यहाँ पुग्यौँ, रुखको प्वाल सिमेन्टले भरिएको थियो। हामीलाई अचम्म लाग्यो। त्यो देखेपछि जेमले नाथन ऱ्याडलीलाई गएर सोध्यो, किन सिमेन्टले भरिदिनु भयो त्यो प्वाल? उनले भने, रुख मर्न थालेको थियो, बिग्रिन नदिनु पर्यो भनेर। जेमले पत्याएन। पछि जेमले एटिकसलाई सोध्यो। एटिकसले भने, रुख त एकदम स्वस्थ थियो। त्यो रात जेम पर्समा चुपचाप उभिएको थियो। उसले धेरै कुरा गरेन, तर मैले बुझ्थेँ उसको मन दुखेको थियो। कसैले हामीसँग रहस्यमय तर सुन्दर तरिकाले सम्पर्क गरिरहेको थियो र अब त्यो सम्पर्क नै बन्द भयो। च्याप्टर 8। हिउँदो आयो अनि मेकअपमा अचम्मको कुरा भयो। हिउँ पर्यो। मैले कहिल्यै हिउँ देखेको थिइनँ। मलाई लाग्यो पक्का पनि संसार सकिँदैछ। जेम र म एकदम उत्साहित भयौँ। हामी बाहिर निस्क्यौँ र हिउँ समाउन खोज्यौँ। एटिकसले भने, यस्तो समय धेरै आउँदैन नि, हिउँ खेर नफाल। त्यसपछि जेमले योजना बनायो, हिउँ मान्छे, स्नोम्यान बनाउने। तर हिउँ पर्याप्त थिएन। त्यसैले हामीले माटोको शरीर बनाएर त्यसमाथि हिउँले ढाक्यौँ। हाम्रो हिउँ मान्छे हाँसउठ्दो खालको देखियो। जेमले सुरुमा त्यो मिस्टर एभ्री जस्तो बनायो। हाम्रो नाक ठिकै छिमेकी। एटिकसले त्यो ठिक होइन भने। उनले जेमलाई भने, कसैको नक्कल नगर भनेको। त्यो रात डरलाग्दो घटना भयो। बीच रातमा एटिकसले हामीलाई उठाए। मिस मडीको घरमा आगो लागेको छ। हामी दौडेर बाहिर निस्क्यौँ। धेरै चिसो थियो। सबै छिमेकीहरू जम्मा भइसकेका थिए। मानिसहरूले सामानहरू घरबाट निकालिरहेका थिए। आगोले आकाश रातो बनाएको थियो। मिस मडी चुपचाप आफ्नो घर जलेको हेर्दै बसिरहेकी थिइन्। जेम र म ऱ्याडले हाउस अगाडि उभिएर सबै हेर्दै थियौँ। हामी कामिरहेका थियौँ। एकदम चिसो थियो। आगो निभेपछि हामी घर फर्क्यौँ। घरमा पुगेपछि एटिकसले मलाई हेरेर सोधे, तिमीले त्यो कम्बल कहाँबाट ल्याएको? कम्बल? म छक्कै परेँ। साँच्चै कि यसो छाम्दा मेरो काँधमा खैरो रङको कम्बल बेरिएको रहेछ। मलाई थाहा थिएन कसरी आयो त्यो कम्बल। म त आगो मात्रै हेरिरहेको थिएँ। एटिकसले बिस्तारै मुस्कुराउँदै भने, मलाई लाग्छ बु ऱ्याडले त्यो कम्बल तिमीलाई ओढाइदिएको हो पक्का पनि। म र जेम चकित भयौँ। बु हामीबाट यति नजिक थिएछ, तर हामीलाई महसुस नै भएन। जेमले त्यसपछि सबै कुरा एटिकसलाई भन्न थाल्यो। रुखको प्वाल, त्यहाँ भेटिएका उपहारहरू, सिलाइएको प्यान्ट, उसले सबै कुरा धेरै दिनदेखि मनमा राखिरहेको थियो। एटिकसले सबै कुरा ध्यान दिएर सुने। न त उनी हाँसे न त रिसाए, शान्त भएर सुनि मात्र रहे। अर्को दिन हामी मिस मडीलाई भेट्न गयौँ। हामीले भन्यौँ, मिस मडी, हामीले तपाईँको घर जलेको हेर्दा निकै दुःख लाग्यो। तर उनी त हाँस्न लागिन् र भनिन्, म त खुसी छु। मलाई त्यो पुरानो घर मन पर्दैन थियो। अब सानो घर बनाउँछु अनि ठुलो बगैँचा राख्छु। त्यो सुनेर मेरो मन खुसी भयो। मिस मडीको मुटु साँच्चै नै बलियो रहेछ। उनलाई चिज गुमाउनमा दुःख थिएन। उनी त जिउने तरिका खोज्थिन्। च्याप्टर 9। हिउँदोको मौसम सुरु भएसँगै सबै कुरा तनावपूर्ण हुन थाल्यो। एक दिन स्कुलमा सेसिल जेकब्स नामको केटाले मलाई जिस्कायो। उसले भन्यो, तिम्रो बाबा त कालो मान्छेहरूको पक्षमा लड्छन्। त्यसो भन्दै ऊ ममाथि हाँस्न थाल्यो। मैले ठिकसँग बुझिनँ, तर मलाई पुरा रिस उठ्यो। मैले उसलाई हान्नै आँटेको थिएँ, तर फेरि एटिकसले झगडा नगर्नु भनेको सम्झेँ। मैले आफैलाई जसोतसो थामेँ। घरमा पुगेर मैले एटिकसलाई सोधेँ, उनीहरू किन यस्तो भन्छन्? एटिकसले मलाई सबै कुरा बुझाए। उनी टम रबिन्सन भन्ने कालो मानिसको पक्षमा वकिल बनेका थिए, जो माथि एउटी गोरी महिलालाई चोट पुर्याएको आरोप लागेको थियो। एटिकसलाई थाहा थियो उनी कालो मान्छेको पट्टिबाट बोल्दा
उनकै समाजका धेरै मानिसहरू रिसाउनेछन्, उनलाई गाली गर्नेछन्। तर उनले भने, यदि मैले उसलाई जोगाउने काम गरिनँ भने म आफैलाई अनुहार देखाउन सक्दिनँ। म तिमी र जेमलाई के सही हो के गलत हो भनेर सिकाउनको लायक पनि बन्दिनँ। मैले बाबाको कुरा बुझेँ, महसुस पनि गरेँ। मलाई थाहा हुँदै गयो कि अब सबै कुरा गाह्रो हुनेवाला छ। क्रिसमस आयो, हामी फिन्च ल्यान्डिङ जाने भयौँ, फिन्चको पुर्ख्यौली घर, जहाँ आन्टी एलेक्जेन्ड्रिया, अङ्कल जिमी र उनको छोरा फ्रान्सिस बस्थिए। अब म के भनौँ, मलाई फ्रान्सिस एकदमै मन पर्दैन। ऊ घमण्डी त थियो नै, सँगसँगै कुरौटे पनि थियो। उसको मुखबाट गाली बाहेक सायद नै अरू केही शब्द निस्किन्थ्यो। क्रिसमसको समय थियो, सुरुमा त सबै ठिकठाक थियो, तर पछि हामी दुईजना मात्रै हुँदा फ्रान्सिसले एटिकसबारे मसँग नराम्रो कुरा गर्न थाल्यो। उसले भन्यो, तिम्रो बाबाले कालाहरूको पक्ष लिन्छन्, हामीलाई लाज लाग्छ हाम्रो फ्यामिली हो भन्न। यो सुनेर म एकदम रिसाएँ र उसलाई निधारमा एक मुक्का हान्दिएँ। फ्रान्सिस रुँदै आन्टी एलेक्जेन्ड्रियाकोमा गयो र कुरा बनाउँदै भयो। स्काउटले मलाई फोकटमा हिर्काए केही कारण बिनै। म त्यही थिएँ। आन्टीले मलाई यत्रो आँखाले हेरिन्। म ठुलो अप्ठ्यारोमा परेँ। अङ्कल ज्याकले पनि मलाई नै कराए, मेरो कुरै सुनेनन्। मलाई चित्तै बुझेन। पछि फ्रान्सिस सुत्न गएपछि मैले अङ्कल ज्याकलाई सबै कुरा भनेँ। उनी दङ्ग परे र भने, मैले तिम्रो कुरा पहिले नै सुन्नुपर्ने रहेछ। अङ्कल ज्याकले बाचा गरे, अबदेखि म फ्रान्सिसको मात्र कुरा सुन्दिनँ। उनले आर्टिकसको बारेमा पनि भन्नुभयो। तिम्रो बाबा जे गर्दैछन् ठिकै गर्दैछन्। उनले कालो गोरो हेरेका छैनन्, उनी त न्यायको पक्षमा छन्। त्यो रात मैले आर्टिकस र अङ्कल ज्याकको कुराकानी लुकी लुकी सुनेँ। आर्टिकसले भन्दै थिए, स्काउटले अब मैले गर्दा धेरै घिनलाग्दो कुराहरू सुन्नेछ। मान्छेहरूले मेरो बारेमा खराब कुरा गर्नेछन्। तर मलाई आशा छ म स्काउट र जेमलाई यो सिकाउन सकूँ कि जस्तै गाह्रो परे पनि, जस्तै अवस्थामा पनि त्यो कुरा गर्नुपर्छ जुन ठिक हो। यो सुनेर मलाई धेरै गर्व लाग्यो र अलि डराएँ पनि। मलाई थाहा भयो यो मुद्दा केवल एक मान्छेको बारेमा थिएन, यहाँ त हाम्रो परिवारमा धेरै कुरा बदलिनेवाला थियो। च्याप्टर 10। कहिलेकाहीँ जेम र मलाई लाग्थ्यो कि एटिकस अलिक बुढो र सामान्य किसिमका बाउ हुन्। अरू बच्चाहरूका बाबाहरूले खेल खेल्थे, शिकार गर्थे, माछा मार्थे वा खेत जोत्न जान्थे। तर हाम्रा बाउ, उनी त चस्मा लगाउने, सधैँ किताब पढ्ने अनि रमाइलो केही नगर्ने। उनी जेमसँग फुटबल पनि खेल्दैनथे। एक दिन जेमले मलाई भन्यो, एटिकसले त केही गर्नै जान्नुहुन्न। हाम्रो यो कुरा क्यालिफोर्नियाले सुनिन्। उनी गम्भीर देखिन्। उनले भनिन्, तिमीहरूले बुझ्दैनौ, तिमीहरूको बाबा कतिको साहस र हुनर भएको मान्छे हुन्। हामीले त्यो कुरा खासै बुझेनौँ। तर त्यसको केही समयपछि एउटा घटना घट्यो, जुन घटनाले बाबाको बारेमा रहेको हाम्रो मनको सबै भ्रमहरू तोडिदियो। जाडोको समय एक दिन हाम्रो गल्लीमा एउटा अनौठो कुकुर देखियो। कुकुर निकै ढिलो हिँडिरहेको थियो, टाउको झुन्डिएको थियो र एकदमै बिमारी देखिन्थ्यो। क्यालिफोर्निया निकै डराइन्थ्यो देखेर। हामीलाई घरभित्र राखिन् र सबै छिमेकीहरूलाई खबर गरिन्, यो कुकुरलाई रेबिज लागेको छ। एकछिनमा मेकमका सेरिफ मुखिया हेक टेटे आए र उहाँसँगै बाहिर निस्किए एटिकस। सेरिफले बन्दुक ल्याएका थिए, तर उनले एटिकसलाई पो दिए। हामी त हेरेको हेरे भयौँ। हाम्रो बाउले बन्दुक चलाउने? हेकले भने, तिमी नै राम्रो शिकार खेल्छौ एटिकस, ल्याऊ तिमी नै निशाना लगाऊ। त्यति सुन्दै एटिकसले चस्मा खोले, बन्दुक समाते अनि निशाना लगाए। एकैचोटिमा त्यो कुकुरको टाउकोमा गोली हाने। कुकुर त्यहीँ ढल्यो। एकदमै सफा र सटिक निशाना। जेम र म चकित भयौँ। हाम्रो नजरमा बोर लाग्ने बाउ त साँच्चीकै बहादुर पो रहेछन्। पछि मिस मडीले पो हामीलाई भनिन्, तिमीहरूको बाउ एक समय मेकम काउन्टीकै सबैभन्दा राम्रो सिकारी थिए। उहाँलाई वान सर्ट फिन्च भनेर चिनिन्थ्यो। हामीले एटिकसलाई सोध्यौँ, किन हामीलाई कहिल्यै भन्नु भएन? उनी शान्त भएर भने, म बन्दुक मन पराउँदिनँ। मान्छेले बुद्धिको प्रयोग बेसी गर्नुपर्छ,
बन्दुकको होइन। त्यो दिनदेखि जेमले एटिकसलाई फरक नजरले हेर्न थाल्यो। अब जेमले उनलाई वकिल मात्र होइन, एउटा यस्तो शक्तिशाली व्यक्तिको रूपमा देख्न थाल्यो जसको मौनमा पनि ताकत छ। च्याप्टर 11। हामी जुन गल्लीमा बस्थ्यौँ त्यसको अन्त्यमा मिसेस डुबोज बस्थिन्। उनी बुढी, बिरामी र सधैँ झर्किने स्वभावकी थिइन्। उनी घरको बरेन्डामा बसेर हरेकजना हिँड्ने मानिसलाई गाली गर्थिन्। जब जेम र म त्यहाँबाट हिँड्थ्यौँ उनले हामीलाई पनि गाली गर्थिन्। एक दिन त हद नै पार भयो। हाम्रो बाबा एटिकसलाई पनि उनले अपमानजनक कुरा भनिन्, त्यही टम रबिन्सनको कुरा लिएर। भोलिपल्ट पनि जब हामी बजार जाँदै थियौँ मिसेस डुबोजले फेरि एटिकसलाई के भन्न थालिन्। जेम पुरा रिसायो। बजारबाट फर्किएपछि उसले मिसेस डुबोजको बगैँचामा फुलेको फुलहरू सबै तोडिदियो। जब एटिकसले यो कुरा थाहा पाए उनले जेमलाई कराएनन्, बरु शान्त भएर भने, तिमी जाऊ, माफी माग र सजाय स्वरूप हरेक दिन स्कुल पछिको समयमा मिसेस डुबोजलाई तिमी किताब पढेर सुनाऊ। त्यसपछि जेम प्रत्येक दिन मिसेस डुबोजको घर जान थाल्यो। म पनि सँगै जान्थेँ। उनको कोठा अँध्यारो हुन्थ्यो, पुरै दबिएको, दबाईको गन्धले भरिएको हुन्थ्यो। उनी एउटा ओछ्यानमा पल्टिरहन्थिन्। एकदमै कमजोर देखिन्थिन्, तर गाली गर्ने ताकत चाहिँ अझै उनमा बाँकी थियो। हामीलाई पहिले त लाग्थ्यो यो त एटिकसले दिनुभएको सजाय हो, हामीले एउटा सामान्य सजाय भोग्दै मात्र छौँ। तर पछि थाहा भयो एटिकसले हामीलाई यही सजाय किन दिनुभयो। कारण थियो हामीलाई मिसेस डुबोजको असली जीवनसँग परिचय गराउन। केही दिनमै हामीले सुन्यौँ मिसेस डुबोज बित्नुभयो। त्यो साँझ मात्र एटिकसले हामीलाई वास्तविक कुरा सुनाए। मिसेस डुबोजलाई मर्फिन भन्ने एक प्रकारको पेन किलरको लत लागेको थिएछ। उनलाई थाहा थिएछ उनी धेरै समय बाँच्नुहुन्न भनेर। उनको एउटा मात्र अन्तिम इच्छा थिएछ, मर्नुभन्दा अगाडि मर्फिनको लतबाट मुक्त भएर मर्ने। त्यही कारणले उनले मर्फिन छोड्ने निर्णय गरेकी रहेछिन्। तर त्यो प्रक्रिया, मर्फिन छोड्ने प्रोसेस निकै पीडादायक थियो। जेमले किताब पढिदिएकोले उनलाई त्यस्तो कठिन समयमा ध्यान अन्ततिर मोड्न मद्दत हुँदो रहेछ। एटिकसले हामीलाई सजाय दिएर मिसेस डुबोजको मद्दत गर्न चाहेका रहेछन्। मर्ने बेलामा केही समय भए पनि मिसेस डुबोज दुखाइबाट डिस्ट्र्याक्ट भएकी थिइन्, सायद खुसी पनि भएकी थिइन्। एटिकसले भने, मैले चिनेको मध्येमा मिसेस डुबोज नै सबैभन्दा साहसी व्यक्ति हुनुहुन्थ्यो। साँचो साहस भनेको बन्दुक चलाउनु होइन, साँचो साहस भनेको थाहा हुँदाहुँदै पनि हार्न लागि खेलमा जुझिरहनु हो र त्यसलाई अन्तिमसम्म पुर्याउनु हो। जेम केही बोलेन, तर म बुझ्थेँ ऊभित्र केही बदलिन थालेको थियो। अब उसले बुझ्न थालेको थियो साँचो बहादुरी भनेको त न त रिसमा झ्वाक्किनु हो न त झगडा गर्नु हो। साँचो बहादुरी त शान्तिपूर्वक दुःख, डर र कठिनाइको सामना गर्नुमा रहेछ। च्याप्टर 12। गर्मी फेरि आयो, तर यसपटक डिल फेरि आएन। उसले पत्र लेखेर पठाएको थियो। उसको नयाँ बाबाले उसलाई कतै अन्तै लिएर जानुभएको रहेछ। म धेरै दुखी भएँ। त्यसै समय एटिकसलाई 2 हप्ताको लागि सहर बाहिर जानु पर्यो, एउटा कानुनी मुद्दाको लागि। त्यसैले क्यालिफोर्नियाले नै हाम्रो जिम्मा लिएकी थिइन्। एक दिन आइतबार बिहान क्यालिफोर्नियाले मलाई र जेमलाई चिटिक्कै लुगा लगाइदिइन् र भनिन्, आज तिमीहरू मेरो चर्च जाँदैछौ। आश्चर्य भयो, हामीले कहिल्यै अफ्रिकी अमेरिकीहरूको चर्च देखेको थिएनौँ। हामी पुग्यौँ फर्स्ट पर्चेज अफ्रिकन एमई चर्चमा। चर्च साधारण थियो, कुनै गीतको पुस्तक थिएन, कुनै पियानो थिएन। गीत कसरी गाइन्थ्यो भने एकजनाले लाइन बन्थ्यो, बाँकी सबैले दोहोऱ्यायो, तर त्यो गाएका गीतहरू मनबाट निस्किएको हुन्थ्यो, गहिरो भावना बोकेको र शक्तिशाली आवाज हुन्थ्यो। पहिलो पटक हामीलाई हेरेर केही मान्छे अचम्मित भए। ल्युला नामकी एक महिलाले त हामीमाथि आपत्ति जनाइन्। उनले भनिन्, किन गोराहरूका बच्चाहरू हाम्रो चर्चमा आएका? तर त्यहाँ धेरै जस्ता मानिसहरू मिलनसार थिए, वेलकमिङ थिए
रेभरेन्ड साइक्सले त हाम्रो उपस्थिति देखेर गर्व व्यक्त गर्नुभयो। हामीले यो पनि देख्यौँ कि क्यालिफोर्नियालाई त्यहाँ धेरै सम्मानको साथ हेरिँदो रहेछ। प्रार्थनाको बीचमा रेभरेन्ड साइक्सले टम रबिन्सनको परिवारको कुरा उठाउनुभयो। उहाँले भन्नुभयो, चर्चले टमकी श्रीमती हेलेनलाई सहयोग गर्न पैसा सङ्कलन गर्दैछ। मेकममा कसैले पनि हेलेनलाई काम दिएको थिएन, किनभने टममाथि गोरी केटीलाई बलात्कार गरेको आरोप लागेको थियो र उसको परिवारमा यसको असर स्पष्ट रूपले देखिरहेको थियो। यहाँ काम दिनु भन्नाले घरधुरीको काम, खाना पकाउने, सफा गर्ने, नानीहरू हेर्ने जस्ता काम दिने भन्ने हो। तर मानिसहरूले टम दोषी हो भनेर ठानेपछि हेलेनलाई पनि दोषी जस्तै व्यवहार भइरहेको थियो। त्यही कारण चर्चका गरिब मानिसहरूले पैसा सङ्कलन गरे। ससानो रकम भए पनि तबसम्म सङ्कलन गरिरहे जबसम्म हेलेनको लागि पर्याप्त भएन। चर्चबाट बाहिर निस्कँदै गर्दा मैले क्यालिफोर्नियालाई सोधेँ, तपाईँ आज चर्चमा फरक शैलीमा अर्कै एक्सेन्टमा किन बोल्नु भएको? उनले भनिन्, यहाँ धेरैजनालाई पर्फेक्ट इङ्ग्लिस आउँदैन। मैले उनीहरूको अगाडि मजाले इङ्ग्लिस बोल्दा म उनीहरूको सामु ठुलो भए जस्तो देखिन सक्छ, त्यही भएर। यसबेला मैले बुझेँ क्यालिफोर्निया कति समझदार रहेछिन्। उनले दुई फरक फरक दुनियाँ, गोराहरूको र कालाहरूको बीचमा कति मजाले सन्तुलन मिलाएर राखेकी रहेछिन्। उनले दुईटै दुनियाँलाई गहिरोसँग बुझेकी थिइन्। जेम अब अलिक परिपक्व देखिन थालेको थियो। उसले धेरै मच्योर बिहेभ गर्थ्यो। म चाहिँ अलिक सानै छु जस्तो लाग्थ्यो, तर म बुझ्दै थिएँ जुन संसार मैले अहिलेसम्म देखेको थिएँ वास्तविक संसार त्योभन्दा धेरै ठुलो, गहिरो र कम्प्लिकेटेड रहेछ। च्याप्टर 13। एक दिन अचानक आन्टी एलेक्जेन्ड्रिया हाम्रो घर आइपुग्नुभयो, झोला बोकेर। उहाँले भन्नुभयो, म अब केही समय यहीँ बसौँ भनेको, यो गर्मीभरि चाहिँ। एटिकसले केही आपत्ति जताउनु भएन। उल्टा उहाँले भन्नुभयो, कति राम्रो कुरा, केटाकेटीलाई पनि अलिक आमा जत्तिकै गाइडेन्स चाहिएको थियो, तपाईँ आएर ढुक्क भयो। अब उनले यो कुरा करले भन्नुभयो कि रहरले, त्यो हामीले बुझ्न सकेनौँ। तर म चाहिँ खुसी थिइनँ। आन्टी एलेक्जेन्ड्रिया धेरै कडक स्वभावको, अलिक बुढौली खालको अनि पुरा मर्यादा अनि हाम्रो परिवारको परम्परामा विश्वास गर्ने खालको हुनुहुन्थ्यो। उनको भनाइ थियो, केटीहरू लज्जालु र स्त्री जस्तै भएर बस्नुपर्छ। मैले टम्बोय जस्तो भएर प्यान्ट लगाएर कुदेको, केटा जस्तो बोलेको उनलाई पटक्कै मन पर्दैन थियो। उनले हाम्रो परिवारको इतिहासबारे धेरै बताउनुहुन्थ्यो। कसरी फ्रेन्च परिवार सुखी र इज्जतदार थियो, हाम्रो नसामा बगेको रगत कत्तिको उच्च स्तरको हो यस्ता कुराहरू सुन्ने अब हामीले बानी गर्नुपर्ने थियो। उपाय नै थिएन। आन्टी चाहन्थिन् कि हामीलाई गर्व होस् हाम्रो परिवारमाथि। तर एटिकसले त सधैँ भन्नुहुन्थ्यो, मान्छे त सबै एउटै हुन्, कुन ठाउँबाट आएका हुन्, उसका पुर्ख्यौली को हुन्, यो कुराले केही फरक पर्दैन। दिनदिनै हाम्रो घरभित्र सहरका अरू महिलाहरू पनि आउन थाले। आन्टीसँग बसेर चिया पिउँदै शिष्टाचार, संस्कार र ठिक व्यवहारहरूका गफहरू गर्थे। हाम्रो घर त हाम्रै होइन जस्तो लाग्न थालेको थियो हामीलाई त। एक दिन बेलुका अचम्म भयो। एटिकसले हामीलाई बोलाएर भन्नुभयो, तिमीहरूले एउटा कुरा चाहिँ बुझ्नुपर्छ, हामी फिन्च छौँ, हामी सभ्य अनि उच्च स्तरीय व्यवहार गर्ने परिवारका हौँ, त्यसअनुसार बाँच्नुपर्छ। तर हामी उनको अनुहारमा हेरेरै भन्न सक्थ्यौँ, उनले जे भन्दैछन् त्यसमा उनलाई पनि विश्वास छैन। जेम र म दुवैलाई थाहा थियो यो कुरा एटिकसले आफै त भनेकै होइन, बाध्यता झल्किरहेको थियो। यो सबको पछाडि आन्टी एलेक्जेन्ड्रिया नै थिइन्। एकछिनपछि एटिकस आफैले थाकेको मुस्कान दिँदै भन्नुभयो, छाड्देऊ, सुत्न जाऊ। त्यो रात मलाई अझ अनौठो लाग्यो। मेरो आन्टी एलेक्जेन्ड्रियासँग त्यस्तो दुश्मनी त थिएन, तर उहाँले हामीलाई चेन्ज गर्न खोज्नु भएको चाहिँ पटक्कै मन परेन। जेम र मलाई हाम्रो घरको पुरानै वातावरणको साह्रै सम्झना आउन थाल्यो। सायद एटिकसलाई पनि आउँथ्यो। च्याप्टर 14। घरमा सबै कुरा तनावपूर्ण हुँदै गइरहेको थियो। टम रबिन्सनको केसबारे सहरभरि कुराकानी चलिरहेको थियो। आन्टी एलेक्जेन्ड्रियालाई यो सबै बिल्कुल मन परिरहेको थिएन।
एउटा साँझ जेमले मलाई भन्यो, तिमी एटिकससँग बेसी नबोल्नु ल, उनले पहिला नै धेरै कुरा झेलिरहनु भएको छ अरे। तर म रिसाएँ। हाम्रो ठुलो झगडा भयो र एटिकसले नै आएर हामीले छुट्याउनु पर्यो। त्यही रात म मेरो ओछ्यानमा पसेर खुट्टा झार्दा खुट्टामा अनौठो केही हलचल भयो। म चिच्याएँ। पक्का साँप हो जस्तो लाग्यो। जेम पनि दौडँदै मपट्टि आयो। जब उसले कुच्चो लिएर ओछ्यानमुनि हेऱ्यो, कुच्चोसँग बाहिर निस्क्यो डिल। त्यत्रो टाढादेखि घरबाट भागेर आएछ। खिड्कीबाट पसेछ अनि खाटमुनि लुकेछ। ऊ कति बेलादेखि त्यहाँ थियो त्यो उसले भनेन। उसले दुःख पोखायो। उसको आमा र नयाँ बुबाले उसलाई ध्यान दिएनन् अरे र उसलाई लेफ्ट आउट महसुस भयो अरे। त्यसैले ऊ केही नसोची रेल चढेछ, बिचमा अलिकति हिँड्यो पनि अरे अनि आएर सिधै मेरो ओछ्यानमुनि। हामी छक्क पर्यौँ, तर उसलाई देखेर उत्साहित पनि भयौँ। जेमले अचम्म लाग्दो कुरा गर्यो। ऊ सिधै एटिकसलाई भन्न गयो। म त्यसको लागि उसँग रिसाएँ। मैले सोचेँ कि उसले किड्स कोडलाई तोड्यो, तर जेमले भन्यो कि यही गर्नु सही हो। एटिकस रिसाउनु भएन। उनले डिललाई खाना दिनुभयो अनि उसको आन्टी रेसेललाई फोन गर्नुभयो। फोनमा उहाँले भन्नुभयो, डिल केही समय यहीँ बस्न सक्छ, जेम र स्काउटसँगै। त्यति सुनिसक्दा हाम्रो त खुसीको सीमा भएन। एटिकस पनि फोन राखेर हामीलाई हेर्दै मुस्कुराए। त्यो रात डिल मेरै कोठामा सुत्यो। हामी रातभर गफ गरिरह्यौँ। डिलले सोध्यो, तिमीलाई के लाग्छ, बुराडले किन भाग्दैन? अब डिल नआएको हो, बुराडलेको गफ त निस्किनै थियो। मैले जवाब दिएँ, सायद बुलाई बाहिर आउन मन छैन। त्यो पलमै मैले पहिलो पटक सोचेँ, बुराडले डरलाग्दो भएर होइन, सायद उसलाई दुनियाँसँग सामना गर्न मन नै छैन, त्यसैले लुकेको। च्याप्टर 15। परिस्थिति झन गम्भीर बन्दै गइरहेको थियो। एक रात केही मान्छेहरू हाम्रो घरमा आए र एटिकससँग कुरा गर्न थाले। तर त्यो कुरा कम्ती, धम्की बेसी जस्तो सुनिँदै थियो। उनीहरू बगैँचामा उभिएका थिए। म घरभित्रबाट लुकेर सुन्दै थिएँ। उनीहरू एटिकसलाई चेतावनी दिन आएको रहेछन्। एटिकस शान्त थिए, सधैँझै। उनले ती मान्छेहरूलाई भने, म टमको सुरक्षा गर्नेछु, जे भए पनि। टम रबिन्सनलाई मेकम जेलमा सारिएको थियो र अब झगडा हुन सक्छ भनेर डर थियो, किनकि सहरका केही मानिसहरू आफै न्याय गर्न चाहन्थे। त्यसैले रबिन्सनको ज्यानमाथि खतरा थियो। केही दिनपछि आइतबार राति एटिकस अचानक घरबाट निस्किनुभयो। जेमले देख्यो उनी किताब बोकेर बत्ती लिएर सहरतिर लाग्नुभयो। यो कुरा सामान्य थिएन। त्यसैले जेम, डिल र म चुपचाप उहाँको पछि पछि गयौँ। हामी पुग्दा देख्यौँ एटिकस जेल बाहिर बस्नुभएको थियो, किताब पढ्दै। अचानक केही गाडीहरू आए र गाडीभित्रबाट केही पुरुष मान्छेहरू निस्किए। उनीहरू राम्रो मान्छे जस्ता त लागेनन्। हामीले सबै कुरा सुन्न त सक्दैनथ्यौँ, तर स्थिति गम्भीर देखिन्थ्यो। उनीहरू टम रबिन्सनसम्म पुग्न चाहन्थे र आवश्यक परे एटिकसलाई चोट पुर्याउन पनि तयार थिए। म एकदम डराएँ। थाहै नपाई म कुद्दै जेलको बत्तीको उज्यालोमा पुगेछु। जेम र डिल पनि पछि पछि आए। मलाई त्यो बेला के हुँदैछ भनेर पुरै थाहा थिएन, तर वातावरण एकदम डरलाग्दो थियो। मैले त्यहाँको एकजना मान्छेलाई चिनेँ। उहाँ वाल्टर कनिङहमको बाबा हुनुहुन्थ्यो। म शान्त र नम्र स्वरमा उहाँसँग कुरा गर्न थालेँ, जस्तै एटिकसले अरूसँग गर्नुहुन्थ्यो। मैले भने, मिस्टर कनिङहम, म तपाईँको छोरासँग स्कुलमा पढ्छु, ऊ राम्रो केटा हो। म निरन्तर बोलिरहेँ, एउटा कनेक्सन बनाउन खोजेँ। सुरुमा उहाँ चुपचाप लाग्नुभयो, तर केही क्षणपछि उनको अनुहार नरम देखियो। मसँग उनी केही बोलेनन्। उहाँले अरू मान्छेहरूलाई भने, जाउँ गाडीमा चढ। उनीहरू चुपचाप गाडीमा चढे। खतरा टर्यो। एटिकस थाके जस्तो देखिनुभयो, तर उनको आँखामा एउटा गर्व थियो। उहाँले धेरै केही भन्नु भएन, तर हामीले बुझ्यौँ त्यो रात ठुलो अनिष्ट हुन सक्थ्यो। हामीले त्यस्तो ठुलो केही नगरी त्यो रोक्न सफल भयौँ। मलाई आफैमा पनि गर्व लाग्यो
तर कसैलाई देखाइन। त्यस घटनाको नायिका म थिएँ। च्याप्टर 16। भोलिपल्ट बिहानै पुरै मेकअप निकै हलचलमा थियो। सबैजना अघिल्लो रात जेलमा भएको घटनाबारे कुरा गर्दै थिए, तर धेरैलाई थाहा थिएन कि हामी पनि त्यहीँ थियौँ। एटिकसले हामीलाई भागेर निस्किएकोमा कराउनु त भएन, तर उनले हामीलाई शान्त रूपमा केवल यति भन्नुभयो, तिमीहरूलाई केही नभएकोमा म खुसी छु। तर आन्टी एलेक्जेन्ड्रिया चाहिँ हामीले नभनी जेल गयौँ भनेर निकै रिसाइ छिन्, खास गरी जेम्ससँग। उनले एटिकसलाई भन्नुभएछ कि हामी धेरै बेपरवाह र असभ्य हुँदै गइरहेको छौँ। यसपछि मिस्टर अन्डरवुड, जसले अखबार चलाउँछन्, उहाँले एटिकसलाई भने, म मेरो अफिसबाट त्यो सब हेरिरहेको थिएँ र मेरो बन्दुक पनि तयार थियो। केही गलत भएमा म तिमीलाई जोगाउने थिएँ। म त अचम्ममा परेँ, किनकि मिस्टर अन्डरवुड त अश्वेत मानिसहरू मन पराउँदैन थिए, तर सायद उहाँले एटिकसको साहसको सम्मान गर्नुभएको। त्यसको केही दिनमा नै आयो त्यो खास दिन जसको सबैलाई प्रतीक्षा थियो, टम रबिन्सनको ट्रायल। सहरभरिका मानिसहरू मेकअप आएका थिए। कतिपय त पिकनिकको तयारी गर्दै आएका थिए, कतिले गाडी र रथ ल्याएका थिए। उनीहरूको लागि त त्यो मेला जस्तै भइरहेको थियो। तर हामीलाई लागिरहेको थियो यो गम्भीर कुरा हो। हामीलाई थाहा थियो यो मुद्दाले ठुलो असर पार्नेछ। मध्याह्नपछि जेम, डिल र म अदालतभित्र चुपचाप छिर्यौँ। तल्लोको भाग पुरै भरिएको थियो, बस्ने ठाउँ नै थिएन। त्यही बेला रेभरेन्ड साइक्स, जो क्यालिफोर्नियाको चर्चबाट हुनुहुन्थ्यो, हामीलाई फुसफुसाउँदै उहाँले भन्नुभयो, माथिल्लो तलामा आऊ। हामी उहाँसँग त्यहाँ बस्यौँ जहाँ अश्वेत समुदायका मान्छेहरू बसेका थिए। त्यही हामीले बस्ने ठाउँ भेट्यौँ। त्यहाँबाट हामीले पुरा अदालत देख्न सक्थ्यौँ। अनि हामीले उनलाई देख्यौँ। एटिकस बचाउ पक्षको टेबलमा उभिनु भएको थियो र उहाँको छेउमा टम रबिन्सन, एकजना शान्त अश्वेत पुरुष बसेका थिए। कोठाको अर्कोपट्टि श्वेत इवेल परिवार बसेको थियो। मायल्ला, जसले टममाथि आरोप लगाएकी थिइन्, र उनका बाउ बब एवेल, जसको मुखमा घमण्ड बाहेक केही देखिन्थेन। न्यायाधीश प्रवेश गर्नुभयो। सबैजना उठे। अब मुद्दा सुरु हुँदै थियो। मेरो मुटु ढुकढुक गर्न थाल्यो। मलाई थाहा थिएन अब के हुनेछ। एउटा कुरा मात्र पक्कासँग भन्न सक्थेँ, त्यो दिन सबै कुरा बदलिनेवाला थियो। च्याप्टर 17। अदालतको कोठा मानिसहरूको खचाखचले भरिएको थियो। पुरै सहरका मानिसहरू त्यहाँ थिए। जेम, डिल र म रेभरेन्ड साइक्ससँगै बरेन्डाको माथिल्लो भागमा बसेका थियौँ। त्यहाँबाट हामीले सबै कुरा स्पष्ट देख्न सक्दैथ्यौँ। मुद्दा सुरु भयो र पहिले गवाही दिने व्यक्ति हुनुहुन्थ्यो शेरिफ हेक्टेटे। उहाँले त्यो रात मायला इवेललाई के भएको थियो भन्ने बयान गर्नुभयो। उहाँले भन्नुभयो, बब एवेल, मायलाका बाबा, उहाँलाई बोलाउन आएका थिए, यो भन्दै कि उनकी छोरीलाई बलात्कार गरिएको छ। त्यसपछि शेरिफ बबसँगै इवेलहरूको घर आए। त्यहाँ उनले मायल्लालाई माया लाग्दो अवस्थामा देखे। सबैभन्दा बढी चोट दाहिने गालामा लागेको थियो। घाँटी वरिपरि पनि निलो डाम थियो। एटिकसले ध्यान दिएर प्रश्नहरू गर्न थाल्नुभयो। उहाँले एकदम महत्त्वपूर्ण कुरा उठाउनुभयो। मायल्लाको दायाँ गालामा चोट लागेको छ। दाहिने गालामा चोट तब लाग्छ जब कसैले देब्रे हातले हानेको हुन्छ। अब बब एवेललाई बोलाइयो। बब निकै घमण्डका साथ उभिए, जस्तो कि अदालत नै उनकै हो। उहाँको व्यवहार रुखो र असभ्य थियो। बब ठुलो स्वरमा बोले, मैले टम रबिन्सनलाई मायलालाई रेप गर्दै गरेको देखेँ र त्यसपछि टम भाग्यो। एटिकसले सोधे, तपाईँले डक्टरलाई किन बोलाउनु भएन? बबले जवाब दिए, डक्टर बोलाउनु महँगो पर्छ, मलाई आवश्यक नै लागेन। त्यसपछि एटिकसले शान्त स्वरमा भने, तपाईँ कृपया आफ्नो नाम लेख्नुहोस्। बबले आफ्नो नाम देब्रे हातले लेखे। यो ठुलो क्षण थियो। पुरै अदालतले त्यो कुरा देखे। बब लेफ्ट ह्यान्डेड थिए। यदि बब लेफ्ट ह्यान्डेड छन्
र मायरलाको चोट दाहिने अनुहारमा छ, त्यसो भए टमले होइन बबले पनि मायरलालाई हिर्काएको हुनसक्छ। मैले वरिपरि हेरेँ। मानिसहरू फुसफुसाउँदै कुरा गर्दै थिए। सबैको मनमा बबमाथि डाउट क्रिएट भइसकेको थियो। तर बब एवेललाई केही मतलब थिएन। ऊ अझै घमण्ड र घृणाले भरिए। जाँदा जाँदै उनले एटिकसलाई रिसाएको नजरले हेरे, तर एटिकस शान्त र स्थिर भएर उभिबस्नुभयो। च्याप्टर 18। बब इवेलले आफ्नो गवाही सकेपछि अदालत एकदमै शान्त भयो। अब पालो थियो मायरला इवेलको। उनी नै थिइन् जसले टम रबिन्सनमाथि हमला गरेको अनि रेपको आरोप लगाएकी थिइन्। मायरला धेरै डराएको र रिसाएको जस्तो देखिँदै बिस्तारै विटनेस बक्सतिर गइन्। आज उनी सफा र अलिक चिटिक्क देखिएकी थिइन्। जति सकिन्छ राम्रो देखिन खोजेकी थिइन्, तर हातहरूमा ठेला उत्तिकै थिए। घरमा उनलाई कत्तिको काम दलाइन्थ्यो स्पष्ट थियो। मिस्टर गिल्मर, जो सरकार पक्षको वकिल पब्लिक प्रोसिक्युटर थिए, उनले मायरलालाई नरम शैलीमा प्रश्नहरू सुरु गरे। मायरलाले भनिन् कि उनले टमलाई घरभित्र एउटा भत्किएको दराज बनाउन भनेर बोलाएकी थिइन्। दराज बनाउँदै गर्दा जब मायरला उतापट्टि फर्केकी थिइन्, तब नै टमले उनलाई समात्यो, कुट्यो, घाँटी थिच्यो अनि बलात्कार गर्यो भन्दै उनले आरोप लगाइन्। उनी बयान दिँदा धेरै रोइन्, विशेष गरी जब मिस्टर गिल्मर बोल्दै थिए। उनले भनिन् कि उनलाई डर थियो कि कसैले विश्वास गर्ने छैन, तर उनले साँच्चीकै त्यो भोगेकी थिइन्। यसो भन्दै उनी रोइरहिन्। अब पालो थियो एटिकसको। उहाँले प्रश्न गर्न थाल्नुभयो। एटिकस एकदम शान्त र आदरपूर्वक कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले सुरुमा मायरलाको घरको जीवनको बारेमा सोध्नुभयो। त्यो बेला खुलासा भयो कि मायरला धेरैजना दाजुबहिनीहरूमध्ये सबभन्दा जेठी थिइन् र घरको खाना पकाउने, सफा गर्ने र हेरचाह गर्ने सबै जिम्मा उनकै थियो। उनका बाबा धेरै जस्तो रक्सी खाएर बस्थे र घरमा निकै अशान्ति थियो। उनीहरूको परिवारको अवस्था एकदमै नराम्रो थियो। मायरलालाई यी प्रश्नहरू मन परेन। उनी बिस्तारै रिसाउन अनि झर्किन थालिन्। उनले न्यायाधीशलाई हेर्दै भनिन्, एटिकसले मलाई जिस्काइरहेका छन्, मेरो खिल्ली उडाइरहेका छन्। कारण यति थियो, एटिकस सुरुदेखि नै उनलाई आदरपूर्वक म्याम भन्दै सम्बोधित गर्दै थिए। एटिकसले बिस्तारै फेरि सोध्नुभयो, के तपाईँ पक्का हुनुहुन्छ कि टमले नै हिर्काएको हो? के उसले जबरजस्ती गरेको थियो? मायरला झन् रिसाइन् र चिच्याउँदै भनिन्, म यो सहन सक्दिनँ, म जान्दछु उसले के गर्यो। र उनले जुरीलाई आफूलाई विश्वास गर्न भनी आग्रह गरिन्। तर उनले स्पष्ट रूपमा पनि केही बताइनन्। उनी बारम्बार यति मात्र भन्थिन्, मैले दुःख पाएँ, टम दोषी छ। यही बेला एटिकसले टम रबिन्सनलाई उभिन भने। जब उनी उठे, सबैले देखे टमको देब्रे हात काम गर्दैन। उनको त्यो हात दुर्घटनामा भाँचिएको थियो र अब त्यो प्रयोग गर्नै सकिन्न थियो। यसको मतलब टमले मायरलाको दायाँ गालामा चोट पुर्याउनै सक्दैनथे। अदालतभित्र सबैजनाले त्यो देखे। न्यायाधीशले पनि अगाडि झुकेर हेरिरहनुभयो। मायरलासँग अब भन्न केही बाँकी रहेन। उनको अनुहार रिसले रातो भएको थियो र लाजले झुकेको थियो। जुन समय उनी विटनेस बक्सबाट तल झरिन्, पुरै कोठा मौन थियो। मैले एटिकसलाई हेरेँ। उहाँ थाकेको देखिनुहुन्थ्यो, तर अझै एकदम ध्यान दिएर सबै कुरा अब्जर्भ गरिरहनु भएको थियो। हामीलाई थाहा थियो यो मुद्दा सजिलो भएर पनि सजिलो छैन, तर जे होस् एटिकसले सबैलाई सत्य कुरा देखाइरहनु भएको थियो। च्याप्टर 19। मायरला साक्षी स्थानबाट तल झरिसकेपछि अब पालो थियो टम रबिन्सनको। माहौल शान्त थियो। हामी ठुलो ठुलो हेरिरहेका थियौँ। टम उठेर आए। उनी हिँड्दा लरबराइरहेका थिए र स्पष्ट देखिँदै थियो उनको बायाँ हात एकदमै बेकार भइसकेको थियो। हामीले यो कुरा अघिल्लो दिन नै थाहा पाएका थियौँ, तर आज सबै अदालतले देख्यो।
टमको बोली धेरै शान्त र नम्र थियो। उनले आफू 25 वर्षको भएको, बिहे भइसकेको र साना बच्चाहरू पनि भएको सबै आफ्नो निजी जीवनबारे बिस्तारै भन्न थाले। टम मिस्टर लिङ्क डिएसको खेतमा काम गर्थे र अहिलेसम्म कहिले जेल गएका थिएनन्। एटिकसले सोध्नुभयो, तपाईँ भन्नुहोस् त्यो दिन के भयो? टमले भने, माइल्लाले उनलाई घरको काम गर्न बोलाउने गर्थिन्, पानी ल्याउनु, दाउरा काट्नु, यस्ता कामहरू। टमले कहिले माइल्लासँग पैसा लिएनन्, किनभने उनलाई लाग्थ्यो माइल्ला एक्लो छिन् र धेरै खट्थिन्। टमले आफ्नो बयान जारी राखे। त्यो दिन जब म एभेल हाउस पुगेँ, माइल्लाले भनिन्, भित्र आऊ, दराज बनाउनु छ। तर जब म गएँ, दराज त ठिक थियो। फेरि माइल्लाले क्याबिनेटको माथिबाट सामान झिकिदेऊ भनेर भनिन्। म कुर्सीमा उभिएर दराजमाथिको सामान झिक्नलाई हात मात्र बढाउँदै थिएँ, माइल्लाले अचानक मेरो खुट्टा समातिन्। म डराएर ओर्लिएँ। तर त्यसपछि मलाई च्याप्प समातेर उनले चुम्बन गर्न खोजिन्। म एकदमै डराएँ। यो के हुँदैछ मेरो दिमागले बुझ्नै सकेन। म उसलाई फोर्सफुल्ली धकेल्न चाहन्न थिएँ, तर मलाई त्यहाँबाट तुरुन्तै बाहिर निस्किनु थियो। त्यही बेला माइल्लाको बाबा बब एभेलले झ्यालबाट त्यो दृश्य देखे। स्पष्ट देखिन सक्थ्यो मैले माइल्लालाई होइन, माइल्लाले मलाई जबरजस्ती गर्दै थिइन्। बब एभेल कराउँदै कोठापट्टि आउनुभयो। तँ कुलक्षिणी, म तँलाई मारिहाल्छु भन्दै आउँदै हुनुहुन्थ्यो। त्यो देखेर म के गरौँ गरौँ भयो। माइल्ला पनि अत्तालिएकी थिए। म भागेँ। म त्यहाँ बस्न सक्दिनँ थिएँ। मलाई थाहा थियो म फस्नेवाला छु। अदालत चुपचाप थियो। टमको बोली अझै पनि शान्त नै थियो, तर उनी डराएको स्पष्ट देखिन्थ्यो। अब प्रश्न सोध्ने पालो थियो पब्लिक प्रोसिक्युटर मिस्टर गिल्मेरको। उनले सोधे, तपाईँ किन माइल्लालाई फोकटमा सघाउन जानुभयो? टमको जवाब थियो, मलाई ऊमाथि दया लाग्थ्यो। त्यो सुनेर अदालतको मानिसहरू भित्रबाट तर्सिए। एकजना अश्वेत मान्छेले एउटा श्वेत केटीमाथि दया देखाएको भन्ने कुरा मेकमको मानिसहरूका लागि अपमानजनक थियो। मिस्टर गिल्मेरले टमलाई बारम्बार त्यस्तै कुरा सोधिरहे, अझै कडा कडा स्वरमा। टमको स्वर त चर्किएन, तर उनी थाक्दै गइसकेका थिए। भित्रभित्रै डरले उनी काम्दै थिए, स्पष्ट देखिन्थ्यो। त्यो बेला मैले देखेँ डिल पनि रोइरहेको थियो। उसले भन्यो, उनीहरू किन टमसँग त्यसरी कुरा गर्छन् स्काउट? टम त राम्रो मान्छे हो त। त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ। टमले सत्य त बोले, तर मलाई थाहा थियो त्यहाँ मेजोरिटीलाई सत्य सुन्नु नै थिएन। च्याप्टर 20। टम रबिन्सनको बयान चलिरहेको थियो। डिल झन बेसी रुन थाल्यो। त्यो सबै सुन्न उसले सकिरहेको थिएन। त्यहाँबाट अलिक हावा खान हामी अदालतबाट बाहिर निस्क्यौँ। बाहिर हामीले मिस्टर डल्फुस रेमन्डलाई भेट्यौँ। उनी त्यही मानिस थिए जसको बारेमा सहरका सबैजना सधैँ रक्सी खाने भनेर हल्ला फैलाउँथे। तर आश्चर्यको कुरा हामीले के देख्यौँ भने उहाँले रक्सी होइन, कोका कोला पिइरहनु भएको थियो। उहाँले त्यो दिन हाम्रो अघि आफ्नो रहस्य खोल्नुभयो। उहाँले रक्सी पिएको नाटक मात्र गर्नुहुन्थेछ, जसले गर्दा मानिसहरूले उहाँले गरेको कामलाई रक्सीको असर भनेर बेवास्ता गर्न सकुन्। किनकि उहाँ कालो मानिसहरूसँग बस्नुहुन्थ्यो, अश्वेतहरूसँग, र उहाँका मिश्रित जातिका बच्चाहरू पनि थिए। मेकमका मानिसहरूलाई यो कुरा पचाउन गाह्रो थियो, त्यसैले उहाँले नाटक गर्नु परेको थियो। उहाँले भने, ममा साँचो बोल्ने हिम्मत छैन, किनकि यहाँको समाजले त्यसलाई स्वीकार नै सक्दैन। त्यसैले उनीहरूलाई एउटा सजिलो झुट चाहिएको थियो र मैले रक्सीको सहारा पाएँ। आश्चर्यजनक थियो। मलाई लाग्थ्यो कि ठुला मान्छेहरू सधैँ साँचो बोल्छन्, तर यहाँ त एकजना ठिक मान्छे पनि बेठिक भएको नाटक गर्दै बाँचिरहेका थिए। कारण चाहिँ किनभने संसार त्यो साँचो कुरालाई स्वीकार गर्न तयार थिएन। उहाँले हामीलाई भन्नुभयो, अहिलेलाई तिमीहरू बुझ्दैनौ होला, तर एक दिन तिमीहरूले यो दुनियाँमा कति अन्याय छ भनेर देख्नेछौ।
सायद आजै पनि देख्न सक्छौँ। पछि हामी फेरि अदालतभित्र छिर्यौँ एटिकसको अन्तिम भाषण सुन्न। भित्रको परिवेश तनावपूर्ण थियो। एटिकस उठ्नुभयो। अलिक थाकेको हुनुहुन्थ्यो, तर उहाँको आवाज दृढ र स्पष्ट थियो। उहाँले भन्नुभयो, यो केस एकदमै सरल छ। टमले महिलालाई हिर्काउन सक्दैनथ्यो किनकि उसको बायाँ हात चल्दैन। यो सब हुनुको कारण एउटै मात्र हो। एउटी श्वेत केटी महिलाले समाजको नियम तोडिन्। उनले एक कालो मान्छे, अश्वेत वर्गको मान्छेसँग प्रेम गर्न खोजिन्। उसको बाबाले देखे अनि उनीले टमलाई दोषी बनाउने योजना बनाए। एटिकसले भनिरहनुभयो, अदालत भनेको सबैको लागि समान हुनुपर्छ। धनी होस् वा गरिब होस्, सेतो होस् वा कालो होस्, एवेल होस् वा रबिन्सन होस्, सबैको लागि हुनुपर्छ। एटिकसले न्यायाधीशहरूलाई सम्झाउनुभयो, तपाईहरूको सामु उजागर रूपमा सत्य छ। तपाईहरूसँग सत्यको पक्ष लिने शक्ति छ। कृपया क्राइस्टको नाममा आफ्नो कर्तव्य पुरा गर्नुहोस्। त्यसपछि उहाँ बसिहाल्नुभयो। अदालतमा गहिरो शान्ति छायो। हामी सबैले थाहा पायौँ यो कुरा मात्र कानुनको थिएन, यो त मान्छेको मन र पूर्वाग्रहको कुरा थियो। च्याप्टर 21। जब एटिकसको भाषण सकियो, अदालत पुरै शान्त थियो। पिन ड्रप साइलेन्स थियो। जज टेलरले भने, अब केही बेर जुरीले फैसलाको लागि छलफल गर्नेछन्। कोही पनि उठेन। सबैजना पर्खिरहे। अब के हुने हो भनेर जान्न सबैलाई उत्सुकता थियो। म भोकाएकी थिएँ, थाकेकी पनि थिएँ। डेल र जेमलाई पनि उस्तै भइरहेको थियो। तर हामी पर्खिरह्यौँ। हामीले धेरै बेर कुर्यौँ। अन्ततः ढोका खुल्यो। जुरीका सदस्यहरू बाहिर निस्किए। तर कसैले पनि टम रबिन्सनतिर हेरेनन्। त्यो खराब सङ्केत थियो। एटिकस उठ्नुभयो। हामी पनि उठ्यौँ। जजले जुरीलाई सोधे, तपाईहरूको फैसला? फरम्यान, जुरीको प्रमुख सदस्य, उठेर भने, गिल्टी, गिल्टी, गिल्टी 3 पटक। मेरो शरीर चिसो भयो। मेरो त आत्मा नै हल्लियो। टमले सत्य बोले। एटिकसले प्रमाण देखाए। तर त्यसले केही फरक परेन। जुरीले निर्णय गर्यो मात्र टमको छालाको रङ हेरेर। एटिकस शान्त भएर आफ्नो कागजहरू बटुल्न थाल्नुभयो। टम एकदमै दुखी देखिन्थे। एटिकस अदालतबाट बाहिर निस्कँदा बाल्कनीमा रहेका सबैजना काला मानिसहरू एटिकसको सम्मानमा उठे। ती अश्वेत व्यक्तिहरूमध्ये एकजना रेभरेन्ड साइक्सले मेरो काँधमा हात राखेर भने, स्काउट, उठ, तिम्रो बाबा हिँडिरहनु भएको छ। म उठेँ। त्यो क्षणमा म आफ्नो बाबुमाथि गर्व गरिरहेको थिएँ। संसार अन्यायले भरिएको थियो, तर एटिकस न्यायको निम्ति अन्त्यसम्म डटिरहनु भयो। च्याप्टर 22। त्यो रात हामी सबै हारेको जस्तो महसुस गर्दै घर फर्क्यौँ। म सोच्थेँ एटिकस रिसाउनु हुनेछ वा रुनु हुनेछ। तर उहाँ केही नबोली आफ्नो कोठामा जानुभयो। दैलो बन्द गर्दै यति मात्र भन्नुभयो, म आज धेरै थाकेँ, तिमीहरू पनि सुता। बिहान भयो। जेम अझै दुखी देखिन्थ्यो। उसले घरिघरि भन्दै थियो, उनीहरूले कसरी यस्तो गर्न सकेको, कसरी जुरीले टमलाई दोषी बन्यो। एकछिनमा क्यालिफोर्नियाभित्र आइन्, हातमा एउटा झोला बोकेर, आश्चर्यचकित हुँदै। अश्वेत समुदायले हामीलाई खाना पठाएका थिए। फ्राइड चिकन, टमाटर, केक, सबै थोक। उनीहरूले यो एटिकसलाई धन्यवाद स्वरूप पठाएका थिए, टम रबिन्सनको पक्षमा साहसको साथ उभिएकोमा। एटिकसको आँखा रसाए। उनी अश्वेत समुदायप्रति आभारी थिए, तर उनको मनमा थोरै गिल्ट पनि थियो, किनकि ती मानिसहरूले आफूसँग सायद नभई पनि यो सब हामीलाई दिएका थिए। अन्धकार अनि अन्यायले छोपिएको घडीमा त्यो प्रेमले सजिएको सानो क्षण अमूल्य थियो, अनमोल थियो। च्याप्टर 23। रबिन्सन ट्रायल सकियो।
टम जेलमा थिए, उनको अपिल पुनः सुनवाईको पर्खाइमा। मायल्लाका पिता बब एवेल एटिकसको कुराले गहिरो अपमानित र क्रोधित भएका थिए, किनभने एटिकसले सबैको सामु उनको झुटको पर्दाफास गरेका थिए, जसले गर्दा उनको सामाजिक प्रतिष्ठामा ठुलो घात परेको थियो। एक साँझ म र जेम आँगनमा थियौँ। एटिकस कामबाट फर्किँदै थिए। अचानक बब एवेल कताबाट हो कुद्दै आए। उनी रिसको ज्वालामा तात्तिरहेका थिए। उनी एटिकसतिर अघि बढे र कुनै चेतावनी बिना उनको अनुहारमा थुकिदिए, धम्की दिँदै। तर एटिकस न त रिसाए न त प्रतिकार गरे। उनी शान्त थिए, उत्तिकै शान्त जस्तो केही भएको नै छैन। उनले चस्मा पुस्न थाले, बिस्तारै गम्भीर तरिकाले। त्यसपछि आफ्नो सधैँको संयमित आवाजमा भने, एवेलले तम्बाकु चाहिँ नचपाएको भए हुन्थ्यो। त्यो वाक्यमा आक्रोश थिएन, प्रतिशोध थिएन, तर थियो त असली साहसको गहिरो स्वर। म अझै पनि कुनै कारणले रिस उठ्दा त्यही स्वर सम्झन्छु। त्यतिखेर चाहिँ म डराएको थिएँ। जेम र मैले सोध्यौँ, एवेलले बाबालाई चोट पुर्याउनेवाला हो? एटिकसले भने, होइन। उहाँले भने, एवेलले आफ्नो रिस पोखाउनु पर्ने थियो र त्यो रिस उसले मलाई थुकेर पोखायो। उसले न त मलाई हात लायो न त तिमीहरूलाई। मलाई त्यतिमै सन्तोष छ। मैले सबै कुरा बुझ्न सकिनँ, तर एटिकसको कुरामाथि मलाई विश्वास थियो। च्याप्टर 24। केही दिनपछि आन्टी एलेक्जेन्ड्रियाले मलाई आफ्नो घरमा हुने चिया पार्टीमा निम्तो दिनुभयो। मलाई अनौठो लाग्यो। अरू महिलाहरू त्यस्ता कुरा गर्थे जुन म बुझ्दिनथेँ, जस्तै उनीहरूको सुन्दर पोसाक र सामाजिक गफहरू। पछि मैले एउटा महत्त्वपूर्ण कुरा याद पाएँ। त्यहाँ आन्टीहरूले रबिन्सन ट्रायलबारे कुरा गर्न थाले। केही महिलाहरू आश्चर्यचकित थिए कि एटिकसले टम रबिन्सनको डिफेन्स गरे। उनीहरूले फुसफुसाउँदै भने, सबै मेकम नै निकै रिसाएको छ। एटिकसले यो विषय छोडिदिनु पर्थ्यो। आन्टी एलेक्जेन्ड्रियाले मेरो बाबालाई शान्त र दृढ स्वरमा बचाउनु भयो। उहाँले भन्नुभयो, एटिकस साहसी छन् र साँचो कुरोको लागि उभिनु सही हो। मलाई पनि एलेक्जेन्ड्रियाले बाबाको पक्ष लिएर बोल्दा निकै खुसी लाग्यो। च्याप्टर 25। मुद्दापछि जीवन बिस्तारै सामान्य हुँदै मात्र थियो, एउटा यस्तो खबर आयो जसले फेरि एउटा दुःखको लहर ल्यायो। हामीले क्यालिफोर्नियाबाट थाहा पायौँ कि टम रबिन्सन जेलबाट भाग्न खोज्दा प्रहरीको गोली लागेर उनको मृत्यु भयो। यो खबरले हामी निशब्द भयौँ। एटिकसले हामीलाई भन्नुभयो, टम डराएका थिए र निराश थिए। उनलाई मात्र स्वतन्त्रता चाहिएको थियो। टम मरेर गए पनि उनको कथा हामीसँग रह्यो। यसले मलाई सोच्न बाध्य पार्यो, कसरी संसार कहिलेकाहीँ अन्यायपूर्ण हुन्छ र किन केही मानिसहरूलाई उनले गर्दै नगरेको गल्तीको लागि सजाय दिइन्छ। च्याप्टर 26। फेरि स्कुल सुरु भयो र म अब तेस्रो कक्षामा थिएँ। हाम्री शिक्षिका मिस गेट्स धेरै कुराहरू गर्थिन्। उहाँका प्राय कुराहरूको केन्द्र हुन्थ्यो न्याय र स्वतन्त्रता। उहाँले एक दिन भन्नुभयो, अमेरिका सबैको लागि समता र समान अधिकार भएको देश हो। मलाई मनमा गहिरो विरोधाभास आयो। मैले सोचेँ, यो सब किताबका कुराहरू मात्रै रहेछन्। वास्तविकता कोसौँ टाढा रहेछ। म कसरी बिर्सन सक्थेँ त्यही समता र समान अधिकार भएको अमेरिकाको एउटा कुनामा टम रबिन्सन जस्तो निर्दोषको निर्ममतापूर्वक हत्या भएको थियो जातिको नाममा। एक दिन स्कुलमा मैले यो पनि सुने मेरी शिक्षिकाको मुखबाट कि उनले हिटलरलाई घृणा गर्छिन्, किनभने हिटलरले यहुदीहरूलाई अन्याय गर्थ्यो। फेरि मैले सोचेँ, मेरो सहरको मानिसहरूले पनि त कालो मानिसहरूलाई टमलाई गरे जस्तै अन्याय गर्छन्। आश्चर्य लाग्यो, कसरी केही मानिसहरू एउटा कुरा भन्छन् तर अर्को गर्छन्। जेमले पनि मलाई भन्यो, मान्छेहरू जटिल हुन्छन्। उनीहरू विश्वास गर्छन् एउटा कुरामा, गर्छन् अर्को कुरा। अब स्कुल मेरो लागि मात्र किताबका पाठहरू पढ्नको लागि थिएन। यो संसारमा के सही छ र के गलत छ यो सोच्ने ठाउँ थियो मेरो लागि स्कुल।
मैले बुझ्दै थिएँ हुर्कनु भनेको जीवनको यही कठिन सत्यहरू बुझ्नु रहेछ। च्याप्टर 27। गर्मी सकिँदै गर्दा मे कमको स्थिति अलिक फरक देखिन थाल्यो। मानिसहरू ट्रायलबारे कुरा गरिरहेका थिए र अर्को के हुने हो भन्ने चिन्तित थिए। बब एवेलले रिसमा खतरनाक व्यवहार गर्न थालेका थिए। उनले हेलेन रबिन्सन टमकी श्रीमतीलाई धेरै पछ्याउँथे र उनलाई धेरै हैरान पारिसकेका थिए। स्कुलमा ह्यालोविनको तयारी भइरहेको थियो। म अलिअलि खुसी पनि थिएँ। यो ठुलो कार्यक्रममा म पनि भाग लिन लागेको थिएँ। जेम र म हुर्कदै थियौँ। हामीले वरिपरि धेरै कुरा देख्न थालेको थियौँ, राम्रो र नराम्रो दुवै। च्याप्टर 28। ह्यालोविनको रात पनि आइपुग्यो। मैले एउटा ह्यामको कस्ट्युम लगाएको थिएँ। मेरो कस्ट्युम हाँसउठ्दो थियो र स्टेफ पनि। हिँड्न गाह्रो थियो र मास्कले मेरो अनुहार छोपिएको हुन्थ्यो, त्यसैले हेर्न पनि मुस्किल। जेम र म सँगै स्कुलपट्टि हिँडिरहेको थियौँ। खुसी पनि थियौँ, तर कस्ट्युम भारी भएकोले अलिक गाह्रो पनि पर्दै थियो। प्रोग्राम सुरु भयो र म अरू केटाकेटीहरूसँग मञ्चमा गएँ। म अलि नर्भस भए पनि कार्यक्रम राम्रो भयो र दर्शकहरू खुसी देखिए। कार्यक्रमपछि हामी दुवै घर फर्कदै थियौँ, मेकमको अँध्यारो सडकमा। अचानक मैले हाम्रो पछाडि कुनै मान्छेको पाइला सुनेँ। पहिले त सोचेँ कि कल्पना मात्र हो, तर अचानक कसैले मलाई पछाडिबाट समातेर घारीमा तान्यो। म उम्किन खोजेँ, तर कस्ट्युम भारी थियो, पाइला चाल्नै सकिनँ। जेमले साहस देखाएर मलाई बचाउन खोज्यो। उसले एट्याकरलाई रोक्न आफ्नो सक्दो प्रयास गर्यो। त्यही प्रयासमा जेमलाई गहिरो चोट लाग्यो। एट्याकरले छुरी बोकेको थियो। अचानक एक आकृति अँध्यारोबाट बाहिर आयो, शून्यताबाट उदाएको जस्तो। बु ऱ्याडली। ऊ सधैँ रहस्यमय लाग्ने, कहिले खुलेर नदेखिने, तर त्यो रात ऊ त्यहीँ थियो, हामीलाई हेर्दै, नजर राख्दै। बिना एक शब्द उसले एट्याकरलाई कन्फ्रन्ट गर्यो, जसले हामीलाई पनि हिम्मत दियो। म अझै काँपिरहेको थिएँ। मेरो हात समाउँदै बुले मलाई घरसम्म पुर्यायो। जेम हाम्रो पछि थियो। बु ऱ्याडले अब रहस्य थिएन, ऊ त हाम्रो रक्षक थियो। जब मैले बुलाई हेरेँ, मैले डरलाग्दो भूत वा राक्षस देखिनँ। ऊ एक निर्दोष देखिन्थ्यो, स्विट देखिन्थ्यो, जसले हाम्रो ख्याल राख्यो। त्यो रातले मलाई सिकायो, सबै कुरा जस्तो देखिन्छन् त्यस्तो हुँदैनन्। कहिलेकाहीँ डर लाग्ने मान्छेहरू भित्रबाट राम्रो हुन्छन् र कहिलेकाहीँ राम्रो सोचेको मान्छेहरू पनि डरलाग्दो बनिन्छन्, जस्तो कि एट्याकर बब एवल। त्यो रात मेरो जीवनको अविस्मरणीय क्षण बन्यो। च्याप्टर 29। बु ऱ्याडले मलाई र जेमलाई बचाएपछि मैले अन्ततः उसलाई भेट्न पाएँ। ऊ शान्त र लजालु थियो र काइन्ड हार्टेड पनि। उसले धेरै कुरा गर्थेन, तर जब गर्थ्यो आवाज नरम र मिठासले भरिएको देखियो। मैले बाबा एटिकसलाई सबै कुरा भने। बुलाई एटिकसले धन्यवाद पनि दिनुभयो। जेम र म पनि उसलाई धन्यवाद दिन चाहन्थ्यौँ, तर उसलाई एटेन्सन मन पर्दैन भन्ने आभास भयो। च्याप्टर 30। त्यसपछि सेरिफ फेक्टेटे एटिकससँग आएर कुरा गर्न थाल्नुभयो। म र जेम त्यही थियौँ। बु पनि त्यहीँ उभिएको थियो, चुपचाप। हेकले भन्नुभयो, एवेल त मरिसकेछ। ऊ आफ्नै छुरीमा लागेर आफै मर्यो। तर एटिकसले त्यो कुरा तुरुन्त विश्वास गर्नु भएन। उहाँले सोच्नुभयो, बा जेमले मलाई बचाउन सोचेर बबलाई मारेको पो हो कि। एटिकस सत्यको पक्षमा उभिन चाहनुहुन्थ्यो, जसले जे गरे पनि त्यसको जिम्मेवारी लिन तयार हुनुहुन्थ्यो। तर हेकले जोड दिएर भने, जेमले होइन, खासमा बु ऱ्याडले बबलाई मारेको हो, जेम र स्काउटलाई जोगाउन। त्यसपछि हेकले निकै महत्त्वपूर्ण कुरा भने, बुलाई सबैको अगाडि ल्याउनु उचित हुँदैन। उसले कुनै पुरस्कार या ध्यान पनि खोजेको होइन। ऊ शान्त, एक्लो मान्छे हो जसले चुपचाप तिम्रो नानीहरूको ज्यान बचायो। उसलाई सबैको नजरमा ल्याउनु भनेको मकिङ बर्डलाई मारे जस्तै हो। फेरि त्यो बेला मैले एटिकसले पहिले भनेको कुरा सम्झिएँ।
मकिङ बर्डलाई मार्नु पाप हो, इट्स अ सेन टु किल अ मकिङ बर्ड। मैले पनि एटिकसलाई भने, बुलाई बाहिर ल्याउनु भनेको मकिङ बर्ड मारेको जस्तै हुन्छ नि। एटिकसले हल्का मुस्कुराउँदै भन्नुभयो, हो त। च्याप्टर 31। सबै कुरा शान्त भएपछि मैले बु ऱ्याडलेलाई घरसम्म पुर्याएँ। ऊ शान्त थियो, बिस्तारै मेरो छेउमा हिँडिरह्यो। जब हामी उसको घरको आँगनमा पुग्यौँ, बुले हल्कासँग मेरो हात समात्यो, तर केही बोलेन र ऊ घरभित्र पस्यो, एकाएक, चुपचाप। म केही बेर त्यहाँ उभिएँ र उसको आँगनबाट वरिपरि हेरेँ। पहिलो पटक मैले बुको आँखाबाट संसार हेर्न खोजेँ। मैले कल्पना गरेँ उसले मलाई र जेमलाई सानैदेखि त्यहाँबाट हेरेको, हामी वरिपरि दौडिरहेको, खेलिरहेको, स्कुल जाँदै गरेको। ऊ सधैँ त्यहीँ हुन्थ्यो, शान्त, चुपचाप, टाढाबाट हामीलाई याद गरिरहेको। त्यो बेला मैले बुझेँ बु डरलाग्दो मान्छे होइन रहेछ, तर अत्यन्तै स्विट अनि इनोसेन्ट सोल थिएछ, जसको माया देखाउने आफ्नै तरिका थिएछ। जेम गहिरो निद्रामा थियो, सुरक्षित र शान्त। एटिकसले मलाई कथा पढेर सुनाउनु भयो र म पनि बिस्तारै निद्रामा पसेँ। निदाउँदै गर्दा म आफूलाई सुरक्षित, वरिपरिबाट मायाले भरिपूर्ण अनि पहिलेभन्दा अलिक मच्योर महसुस गरिरहेकी थिएँ। त्यो रातले एउटा अध्यायको अन्त्य गर्यो। मैले साँच्चीकै बुझेँ साहसी हुनु भनेको के हो, असल हुनु भनेको के हो, अनि अरूको दृष्टिकोणबाट जीवनलाई हेर्नु भनेको के हो।